ल साथीभाइ यो चाहिँ बेङ्गलोर फर्किँदाको भोलिपल्टको मर्निङ र मर्निङमा मलाई प्रतीक भाइले बनाएर दियो एकदम मिठो र पिरो वाइ त्यो खाएर म निक्लेँ रेडीसेडी भयो। मेरो ऱ्यापिडो पनि आइसकेको थियो। सौरभ भाइ अब चाहिँ लाग्नुपर्छ, फेरि कहिले हुन्छ भेटौँ भन्दै प्रतीक भाइलाई पनि ल कान्छ भन्दै, त्यसपछि राज भाइलाई पनि ल भाइ अब जोडेछ भने चाँडै भेट्नुपर्छ भन्दै म चाहिँ अटोमा लागेँ बागडोग्रा एयरपोर्टतर्फ। बागडोग्रा एयरपोर्ट चाहिँ यस्तो टाइपको छ, मजाले हेर्नु होला गाइज। अगाडि देखिदिएको छ तपाईँहरूलाई। भित्र गएपछि चाहिँ लगेज चेकिनहरू हुन्छ, वेटहरू नाप्छ। वेटहरू सबै नापिसकेपछि तपाईँले यस्तो पास पाउनुहुन्छ, सिट नम्बरहरू भएको हो। यो लिएर जानुपर्छ तपाईँको गेट नम्बर 1 2 3। मेरो चाहिँ 3 थियो। पुरा भिडम्बार थियो मान्छेहरूको होइन, हेर्नु सक्नुहुन्छ। तर मेरो चाहिँ अहिले पालो आएको छैन, 12:30को फ्लाइट थियो भनेर एकछिन वेट गरेँ। वेट गर्दा गर्दा ठ्याक्कै मेरो पालो पनि आयो। तर यति लामो लाइन थियो र लाइन पछि जाँदा यसरी मेरो गेट नम्बर 3बाट पास भयो। यसरी चेक गर्छ होइन। र यो गएपछि चाहिँ हेर्नु सक्नुहुन्छ अगाडि बस थियो। यो बसले चाहिँ हामीलाई फ्लाइटसम्म लान्छ। सबैजना मान्छेहरू बसमै छ, हेर्नु सक्नुहुन्छ। मेरो चाहिँ इन्डिगोको फ्लाइट थियो र फ्लाइट चाहिँ कस्तो टाइपको छ भन्दाखेरि चाहिँ हेर्नु सक्नुहुन्छ, यहाँबाट चढ्नुपर्ने हुन्छ हो। यहाँबाट चढ्नुपर्छ। क्यामेरा गर्नु दिँदैन थियो, तर पनि मैले लुकीछुपी चाहिँ हल्का क्यामेरा चाहिँ गरेँ र डाइरेक्ट म भित्र पसेपछि यता बुनुलाई कल गरेँ, आमासँग नि बात गरेँ। आमा लु चढेँ म चाहिँ भनेर आमालाई नि एकछिन फ्लाइटको नजारा देखाएँ क्या, एयरपोर्ट यस्तो हुन्छ भन्दै। ल अब चाहिँ उड्न लाग्यो। हेर्नु सक्नुहुन्छ यहाँबाट सिधा गएर माथि उड्ने हो र एकदमै उड्नु थालिसक्यो। हेर्नु सक्नुहुन्छ यति मजाले तपाईँहरूलाई देखाइदिएको छु नि। अब तपाईँहरू चढ्नु भएको छैन भने पनि यहाँबाट नि तपाईँहरू मजा लिनु होला। मजाको देखिँदैछ होइन, रुखै रुख है, हरियो पर्यो घाँस है, घर जङ्गल सबै देखिरहेको छ। र यस्तो टाइपको बाटो खोला नालाहरू सबै देखिन्छ क्या त। एकदमै मजाले हेर्नु होला, मजाको देखिन्छ। त्योभन्दा अलिकति माथि चाहिँ बादललाई छुन आँटिसक्यो होइन। त्योभन्दा अझै माथि चाहिँ हल्का धुस्से लागे जस्तो देखिरहेछ होइन, सानो देखिँदैन सबै कुराहरू। त्योभन्दा माथि त झन् आम्मा क्षितिज पारी भनेको जस्तो है, दामी नै देखिन्छ नि। एकदमै एक्सपिरियन्स दामी भयो। र वेदर पनि अलिकति धुस्से लागेको थियो क्या बेङ्गलोरमा चाहिँ, हेर्नु सक्नुहुन्छ चिसो थियो। र अब चाहिँ ल्यान्डिङ पनि हुन लाग्यो र ल्यान्डिङ यस्तो मजाले भयो नि, एकदमै सेफ ल्यान्डिङ भयो होइन। ठ्याक्कै मैले ल्यान्डिङ गर्दाखेरि चाहिँ टक्कै एउटा सिक्किमको दाजुलाई भेट्यो, राम्रो हुनुहुँदो रहेछ है, उहाँले पनि राम्रो गाइड गर्नुभयो। र त्यसपछि यसरी उड्छ एरोप्लेन चाहिँ सुई हेर्नुभयो। र आइसकेँ होइन, बल्ल ब्याग लिने जग्गामा आएँ। ब्याग चाहिँ मैले लिएँ, यो टाइपले ब्यागहरू हुन्छ। र बेङ्गलोरको क्याम्पेगौडा एयरपोर्ट चाहिँ यत्रो ठुलो छ है गाइस। ल म चाहिँ अब लागेँ है, मेरो पछाडि हेर्नु सक्नुहुन्छ रसियन मान्छेहरू पनि छ, एकदमै भिडम्बार। र म चाहिँ गएँ उबेरको लागि। यहाँ चाहिँ उबेरको भन्दै रहेछ लाइन लाग्नु पर्दैछ यसरी। र मेरो चाहिँ पालो आयो लाइनमा होइन। र ब्याग उसले हालिदियो, ड्राइभर पनि एकदम दामी रहेछ। उसँग बात गर्दै म चाहिँ आएँ है अब आफ्नो रुमतर्फ। अगाडि देखेँ मैले इन्डियाको फ्ल्याग, एकदम खुसी लाग्यो। र बल्ल तल्ल म आइसकेँ आफ्नो टाउन, आफू बस्ने ठाउँ। हेर्नु सक्नुहुन्छ ड्राइभर पनि राम्रो थियो। ल न बाई बाई भनेर ठक्कै उता चाहिँ मेरो कान्छी आउँदैछिन् मलाई लिनु है। कान्छी पनि आइन् र कान्छीलाई एकदम न्यानो हक गरेँ। आफ्टर लगभग 15-16 दिन बादमा भेट्दा खुसी लाग्यो। र यता बाबा आमालाई पनि बात गरेँ, ल आमा बाबा म मजाले पुगेँ है त, ल सेफली पुग्यो भनेर म आफ्नो रुमतर्फ आएँ। यहाँ फेरि कान्छीले मलाई एउटा फ्लावर ल्याइदिएको छ, कति खुसी लाग्यो होइन, मेरो लागि सरप्राइज भनेर। थ्याङ्क यू सो मच कान्छी भन्दै बाई बाई छ है ल गाइस।